नेटवर्क यहाँ बन्द पनि बाहिर रेडी गरिहाल्यो अलिअलि चलाउँदै थाहा हुन्छ मलाई हो पछाडि म सेफ छु छैन भने त्यो बाइक चलाउनु थाहा हुन्छ म एकदम कम्फर्ट तरिकाले बसिरहेको क्या तपाईँकोमा मलाई साह्रै डर लाग्ने प्रायः त म बस्दै बस्दिनँ होइन म बाइक पनि चलाएर जाने हो बसिहाल्यो भने पनि यसो हेरेर क्या मान्छेले अलिक चलाउँदै थाहा हुन्छ क्या 1 किलोमिटर चलाउँदै थाहा हुन्छ उताको बाटो हो नि त्यो यहाँको बाटो जहाँ उता के भन्छ अरे काफल डाँडाको होइन काफल डाँडाको त्यो बाटो धेरैचोटि हिँडेको म एकैचोटि हाम्रो मामाहरूको आँगन निकाल्छु यता टेर गरेर जानै पर्छ त्यो उताको बाटो हेटाउन जानु भएन तपाईँ त्यो के भन्छ बाटै बिर्सेँ म त्यो ललितपुरबाट जान्छ नि उता के अरे त्यो माथि मन्दिर छ नि त्यो के बाटो रे त्यो बाटो यस्तो राम्रो फिलिली रहेछ नि फेरि 4-5 चोटि गइसक्यो उता निस्किने गडी निस्किने होइन टिका भैरवको बाटो हो टिका भैरवको बाटो 4-5 चोटि खाँदा बबाल देख्छ नि
त्यहाँबाट भन्दा अहिले ढोँडाजानलाई चाहिँ कहाँबाट ठिक हुन्छ भने नि यो 77 क्याम्प छ नि यहाँ उसमा माता तीर्थ ठ्याक्क 77 क्याम्पबाट माथि छ नि त्यहाँबाट गयो भने एकचोटि उहाँ निस्किन्छ जान्छ मोबाइल अहिले त राम्रो पऱ्यो पहिला गाडी एक्सिडेन्ट भएर मान्छे मर्या थियो नि कार कि के रे यस्तो त चित्ताङको भइहाल्यो नि चित्ताङको भयो नि चितवनको बाटो भएर त मर्या हो त्यो माथि त्यो बाटो पनि माथि भिरै आउँछ त पुरै त्यो बाटो पनि धेरै बिनाउँछ त्यो चित्ताङको बाटो बाइक चलाउनुमा डराउनु पर्दैन यस्तो यत्रो ढुङ्गा भएको बाटो चाहिँ हो ओह्रालो होइन छिप्पिएर ढाड भाँचे जस्तो हुन्छ गर्दैन म त अहिले हो र हामी त बच्चैदेखि आउँथ्यौँ त्यो बाटो यहाँ आएर नुहाउने नुहाएर जाने हिँड्दै पनि आउँथ्यौँ कति हामी यो मलाई यो 2 वर्ष मैले लगातार हिँडेँ यो बाटो यो ठुलो ठुलो पुगेपछि बल्ल आनन्द आउने अलिकति बिरायो यो कारणमा यो धुलो हेर न जाउँ फेरि गाडी आयो त्यो माथिबाट माथिबाट परबाट राइजा मैले एउटा हातमा मोबाइल समाचार अलिक डिस्प्याच भयो त